साथीहरू ह्याप्पी होली हाम्रो चाहिँ होली भए पनि यस्तै हो अफिस आउनै पर्छ काम गर्नै पर्छ होली खेल्न थालिसक्नु भएको छ सरले चाहिँ यता हेर्नु न एकचोटि ह्याप्पी झापु भाङखाएर हो अझ म झापै भइसक्यो दुईटा बियर खाइरहेको छु दुईटा बियर खाइसकेँ साँच्चै हाम्रो चाहिँ अहिलेसम्म चाहिँ होलीको केही प्लान छैन तर हामी केही गर्न सक्छौँ भन्ने एकदम हाई चान्स छ हेरौँ यहाँ रिया सर चाहिँ आउनुभएको छैन त्यही पनि ह्याप्पी होली भन्नु न ए ह्याप्पी होली ए भएन ह्याप्पी होली पुरै फुल मोडमा हुनुहुन्छ उहाँ चाहिँ होली खेल्ने हामीले चाहिँ अबिर पनि लाएको छैन यसो टिका त लाउनुपर्छ कि ह्याप्पी होली भनेर अबिर ल्याएन कसैले म त घर आइपुगेँ होली सेलिब्रेट पनि गरेन गर्ने कुरो थियो त्यस्तै के भयो केही कुरै भएन अनि फर द फर्स्ट टाइम होला कि मलाई होली जस्तो पनि लागेको छैन लाइक त्यो बाहिर पनि मान्छेहरूको त्यो भिडहरू त्यस्तो के हुन त इलेक्सनले गरेर पनि होला तर पनि केटाकेटीहरू चाहिँ एकदम बाटोभरि पुरा पानी के अरे त्यो लोला पनि फ्याँकिरहेको थिएँ अनि अबिरहरू फालिरहेको थिएँ एकदम इन्जोय गर्दै थिएँ त्यसलाई हेरेर चाहिँ रमाइलो लाग्यो मलाई पनि कस्तो लाइक आई एक्चुअली लभ होली क्या लाइक मेरो फेभरेट फेस्टिभल हो क्या वान अफ द फेभरेट आई मिन तर यो वर्ष मैले टिका पनि नलाइकन कसैको हातबाट एउटा यसो कलर पनि नलाइकन होली बित्यो मेरो ओ माई गुडनेस सो अघि अफिसबाट आएर फ्रेस भएर अनि म चाहिँ घरमा एक्लै भएर एकदम बोर फिल गरिरहेको छु लाइक बस्न त म पहिला पनि है काठमाडौँ नियरली 7 इयर्स एक्लै बस्या हो होइन तर अब रिसेन्टली 1 वर्षदेखि म मामुसँग बसेको भएर होला माई गड मलाई यति झुर लागिरहेको छ एक्लै बस्न अनि त्यो मात्रै पनि होइन अनि त्यसपछि पनि फेरि भर्खरै 4 महिना पनि भएको छैन होला जस्ट 3 to 4 months जति भयो अझ बुबा आमाहरू पनि आएर बसिसकेको छ अनि हाम्रो घरमा त एकदम मान्छेहरू एकदम भइरहेको जस्तो फिल भइरहेको थियो अनि अहिले त एकदम सुनसान भएर म त एक्लैवाला भइरहेछ कि अनि अफिसबाट आएर खाजा खाएर अनि अब त्यसै बसिरहेको छु अब चाहिँ म सिरिज कन्टिन्यू गर्छु मैले बिहान हेर्दै गएको थिएँ सो बाई बाई